नेपालमा हाल कति प्रकारको नागरिकताको व्यवस्था गरिएको छ? 4 प्रकार: वंशज, अनधिकृत, सम्मानार्थ र गैर-आवासीय। नागरिकको कर्तव्य सम्बन्धी व्यवस्था संविधानको कति धारामा गरिएको छ? धारा 48 मा। नेपालको संविधानमा कतिवटा मौलिक हकहरूको व्यवस्था गरिएको छ? 31 वटा। सुगौली सन्धि कहिले भएको हो? 1872 फागुन 18 गते विक्रम सम्वत। सबैभन्दा सानो वेद भनेर कुन वेदलाई चिनिन्छ? सामवेद। नेपालमा कति प्रकारका लालीगुराँस पाइन्छ? 32। विश्वको जुनसुकै स्थानमा पाइने वनस्पति कुन हो? दुबो। नेपाल बैंक लिमिटेडको स्थापना कहिले भएको हो? 1994 कार्तिक 30। स्काई टावर कुन देशमा पर्दछ? न्युजिल्यान्ड। पुतली सङ्ग्रहालय नेपालको कुन ठाउँमा रहेको छ? पोखरा। गौरीशङ्कर हिमालको देशान्तर कति रहेको छ? 86 डिग्री 15 मिनेट पूर्वी देशान्तर। यही हिमाललाई आधार मानेर नेपालको प्रमाणित समय जारी गरिएको छ। एसियाली विकास बैङ्कको प्रधान कार्यालय कहाँ रहेको छ? मनिला, फिलिपिन्स। सबैभन्दा बढी फुटबल वर्ल्ड कप जित्ने देश कुन हो? ब्राजिल, 5 पटक। सन् 2026 को फुटबल वर्ल्ड कप कुन देशमा आयोजना हुँदैछ? अमेरिका, क्यानाडा र मेक्सिकोले संयुक्त रूपमा 16 सहरमा। सन् 2024 को ओलम्पिकमा ब्याडमिन्टनतर्फ नेपालबाट भाग लिने खेलाडी को हुन्? प्रिन्स दाहाल। नेपालको सबैभन्दा उच्च भूभाग कुन हो? धनुषाको मुसर्निया, समुद्री सतहबाट 59 मिटर। सबैभन्दा धेरै पटक सगरमाथा चढ्ने व्यक्ति को हुन् र कति पटक चढिसकेका छन्? कामिरिता शेर्पा, 30 पटक। काठमाडौँको धोबी खोलाको पुरानो नाम के हो? रुद्रमती। नेपालको पहिलो राष्ट्रिय निकुञ्ज कुन हो? चितवन राष्ट्रिय निकुञ्ज। नेपालमा कतिवटा रामसार क्षेत्रहरू रहेका छन् र सबैभन्दा पहिलो रामसार क्षेत्र कुन हो? 10 वटा। कोशी टापु। नेपालको हालको साक्षरता दर कति रहेको छ? 77.4%। यो भर्खरै जीवनस्तर सर्वेक्षण 2022-23बाट हालै सम्पन्न काभा वुमेन्स भलिबल कतिऔं प्रतियोगिता हो? चौथो। विजेता राष्ट्र भारत र नेपाल उपविजेता भएको थियो। सन् 2024 को ओलम्पिकमा सबैभन्दा धेरै पदक जित्ने देश कुन हो? अमेरिका। क्षेत्रफलको आधारमा सबैभन्दा ठूलो 5 प्रदेशहरूको क्रम मिलाउनुहोस्। कर्णाली, कोशी, लुम्बिनी, गण्डकी र बागमती। सबैभन्दा धेरै निर्वाचन क्षेत्र भएको प्रदेश कुन हो? बागमती प्रदेश। प्रतिनिधि सभा 33 र प्रदेश सभा 66। सबैभन्दा धेरै र कम स्थानीयता भएको प्रदेश कुन कुन हुन्? कोशी 137 र थोरै कर्णाली 79। नेपालको पहिलो प्रदेश प्रमुख को हुन्? अनुराधा कोइराला। बागमती प्रदेशको पहिलो प्रदेश प्रमुख हुन् र नेपालको पहिलो प्रदेश प्रमुख। सबैभन्दा धेरै स्थानीय तह भएको जिल्ला कुन हो? सर्लाही, 9 गाउँपालिका र 11 नगरपालिका गरी 20 वटा स्थानीय तह। एकमात्र नगरपालिका रहेको जिल्लाहरूको संख्या कति रहेको छ? 8 वटा। सार्क सांस्कृतिक केन्द्र कुन देशमा रहेको छ? श्रीलङ्का। हालका सार्कका महासचिवका नाम के हो? मोहम्मद गुलाम सरवर, बङ्गलादेश। नेपालले संयुक्त राष्ट्रसङ्घको सदस्यता कहिले प्राप्त गर्यो? 14 डिसेम्बर 1955 सन्। संयुक्त राष्ट्रसङ्घको अस्थायी परिषदमा सबैभन्दा धेरै पटक मनोनित हुने देश कुन हो? एसियाली देश जापान। बिमस्टेकको प्रधान कार्यालय कहाँ रहेको छ? ढाका। बिमस्टेकको महासचिवको कार्यकाल कति वर्षको हुने व्यवस्था छ? 3 वर्ष। अन्तर्राष्ट्रिय न्यायालयका न्यायाधीशको कार्यकाल कति वर्षको हुनेछ? 9 वर्ष। आसियानको अन्तिम सदस्य राष्ट्र कुन हो? कम्बोडिया। 10औं। आसियानमा 10 सदस्य राष्ट्रहरू छन्। दियालो बङ्गला कुन जिल्लामा पर्दछ? चितवन। यो हालसालै खुल्ला गरिएको छ। आइटी पार्क कुन जिल्लामा पर्दछ? काभ्रेपलाञ्चोक। फुङफुङ झरना कुन जिल्लामा पर्दछ? नुवाकोट। उत्तर हिमालयदेखि दक्षिण चुरेसम्म फैलिएको जिल्ला कुन हो? सिन्धुपाल्चोक। दक्षिण महाभारतसम्म फैलिएको जिल्ला धादिङ हो भने दक्षिण चुरेसम्म फैलिएको जिल्ला सिन्धुपाल्चोक हो। हलो आकारको जिल्ला कुन हो? रामेछाप। मेलम्ची खानेपानीको सुरुङको लम्बाइ कति छ? 26.5 किलोमिटर। जनगणना 2078 अनुसार नेपालीको औसत आयु कति छ? 71.3 वर्ष। जनगणना 78 अनुसार जनसङ्ख्या वृद्धि दर ऋणात्मक रहेका जिल्लाहरू कति छन्? 34 वटा। जनगणना 78 अनुसार परिवारको औसत आकार कति रहेको छ? 4.37 जना।
निजामती कर्मचारीहरूले कति प्रकारका बिदाहरू पाउने व्यवस्था छ? 12 प्रकार। हाल निजामती सेवा अन्तर्गत कतिवटा सेवा क्षेत्रहरू रहेका छन्? 10। निजामती कर्मचारीले 1 महिना काम गरे बापत कति दिन घर बिदा पाउने व्यवस्था छ? 2.5 दिन। वर्षको 30 दिन। नेपालको सबैभन्दा धेरै व्यापार घाटा हुने कुन देशसँग रहेको छ? भारत। युरोपको कारखाना भनेर कुन देशलाई चिनिन्छ? बेल्जियम। युरोपमा पुनर्जागरण आन्दोलन कहाँबाट सुरु भएको थियो? इटालीको फ्लोरेन्स सहरबाट। क्यानाडा विश्वको कतिऔं ठुलो देश हो? क्षेत्रफलको आधारमा क्यानाडा विश्वको 4थो ठुलो देश हो। सबैभन्दा ठुलो भूपरिवेष्टित देश कुन हो? विश्वको सबैभन्दा ठुलो भूपरिवेष्टित देश काजाखस्तान हो। बागमती नदीको उद्गम स्थल कुन हो? बागद्वार। बबई नदीलाई भारतमा कुन नामले चिनिन्छ? सरयू। सबैभन्दा अग्लो स्थानमा मुहान रहेको नदी कुन हो? अरुण नदी। सप्तकोशीको सबैभन्दा सानो सहायक नदी कुन हो? लिखु। सबैभन्दा लामो हिमनदी कुन हो? खुम्बु। र सबैभन्दा ठुलो हिमनदी चाहिँ लाङटाङ हो। भारतमा कतिवटा राज्यहरू रहेका छन्? 28 वटा राज्यहरू छन्। काठमाडौँ बाहिर खुलेको पहिलो क्याम्पस कुन हो? ठाकुराम बहुमुखी क्याम्पस पर्सा। नेपालको पहिलो शिक्षा मन्त्री को हुन्? नेपोजङ राणा। भारतको कतिवटा राज्यसँग नेपालको सिमाना जोडिएको छ? 5 वटा। मिस नेपाल वर्ल्ड 2024 को विजेता को हुन्? आस्मा कुमारी केसी। मालदिभ्सको राष्ट्रिय भाषा कुन हो? दिवेही। नेपाली भाषाको पहिलो चलचित्र कुन हो? सत्य हरिश्चन्द्र। सबैभन्दा धेरै विद्युत उत्पादन भएको प्रदेश कुन हो? बागमती। नेपालको पहिलो महिला मुख्य सचिव को हुन् र उनी कतिऔं मुख्य सचिव हुन्? लीलादेवी गर्तौला 27औं। दिन र रात बराबर भएको अवस्थालाई के भनिन्छ? समपात। गौतम बुद्धले आफ्नो चेलालाई उपदेश कुन भाषामा दिने गर्थे? पाली। सबैभन्दा धेरै सहरी जनसङ्ख्या भएको प्रदेश कुन हो? बागमती। जिसस क्राइस्टलाई मार्न खोज्ने उनको चेला को हुन्? जुडास। नेपाली भाषाका प्रथम कवि कसलाई मानिन्छ? सुभानन्द दास। सबैभन्दा कम उमेरमा मदन पुरस्कार प्राप्त गर्ने व्यक्ति को हुन्? मोहननाथ प्रसिद्ध 24 वर्ष। सत्यमोहन जोशीको निधन कहिले भयो? 2079 असोज 30 गते। सबैभन्दा धेरै पटक मदन पुरस्कार प्राप्त गर्ने व्यक्ति पनि हुनुहुन्छ सत्यमोहन जोशी 3 पटक। नेपालको पहिलो औद्योगिक क्षेत्र कुन हो? बालाजु औद्योगिक क्षेत्र। 2078 को जनगणना अनुसार नेपालको जनसङ्ख्या कति रहेको छ? 2,91,64,578 जना। 2078 अनुसार जनसङ्ख्या वृद्धि दर कति रहेको छ? 0.92%। नेपालमा पहिलो डिजिटल नागरिक बडापत्र कहाँ राखिएको थियो? जिल्ला विकास समितिको कार्यालय रुकुममा 2073 असोज 16 गते। विश्वमा नागरिक बडापत्र कहाँबाट र कसले सुरु गरेका हुन्? बेलायतबाट जोन मेजर भन्ने व्यक्तिले। हरियो ग्रह भनेर कुन ग्रहलाई चिनिन्छ? अरुण। मानिसको रगतको पीएच भ्यालु कति हुन्छ? 7.4। जीपीएस को पूरा रूप के हो? ग्लोबल पोजिसनिङ सिस्टम। विश्व पर्यटन दिवस कहिले मनाइन्छ? सेप्टेम्बर 27। निजामती सेवा दिवस कहिले मनाइन्छ? भाद्र 22। रिकेट्स कुन भिटामिनको कमीले हुने गर्दछ? भिटामिन डी। नेपालमा पहिलो पटक कागजी नोट कहिले प्रकाशन भयो? 2002 असोज 1 गते विक्रम सम्वत। चिडियाखानाको स्थापना कहिलेको हो? विक्रम सम्वत 1989। कुमार हिमाल भनेर कुन हिमाललाई चिनिन्छ? माछापुच्छ्रे हिमाल। सर्वप्रथम दिगो विकास शब्द प्रयोग गर्ने व्यक्ति को हुन्? बारबारा वार्ड। जनसङ्ख्या वृद्धि दर सबैभन्दा धेरै भएको जिल्ला कुन हो? भक्तपुर 3.35%। सामान्य तापक्रममा पग्लने धातु कुन हो? मर्करी। जनसङ्ख्या वृद्धि दर सबैभन्दा धेरै भएको स्थानीय तह कुन हो? कागेश्वरी मनोहरा नगरपालिका काठमाडौँ। भक्तपुरको अन्तिम मल्ल राजा को हुन्? रणजित मल्ल। नेपालको पहिलो दैनिक पत्रिका कुन हो? आवाज। सयपाल हिमाल कुन जिल्लामा पर्दछ? बझाङ। भूगोलको पिता भनेर कसलाई चिनिन्छ? इराटोस्थेनस। जगदीशपुर ताल कुन जिल्लामा पर्छ? कपिलवस्तु। काठमाडौँ महानगरमा कतिवटा वार्ड सङ्ख्या रहेको छ? 32। पहिला 35 थियो, अहिले 32 वटा रहेको छ। हाल राष्ट्रिय सभाको अध्यक्ष को हुनुहुन्थ्यो? नारायण दाहाल 2080 फागुन 29 बाट। तमोर घैला मुजुरा ताल कुन जिल्लामा पर्छ? यो दुवै ताल चितवन जिल्लामा पर्छ। 24औं ग्रीष्मकालीन ओलम्पिक कहाँ सम्पन्न भयो? भर्खरै सम्पन्न फ्रान्सको पेरिसमा। यतिन्जेल भिडियो हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। यी र यस्तै जानकारीको लागि हाम्रो च्यानललाई लाइक, कमेन्ट,
सब्स्क्राइब गरिदिनुहोला। धन्यवाद।